यस्तो साथीहरू यो पुरै पसिना हो कि यस्तो अलिअलि काम गर्दा पनि यस्तो पसिना आयो कि साथीहरू हामी आज दिदीको छोराको बर्थडेमा जाँदैछौँ यी बाबु अनि म अनि रेडी भएर जाँदैछौँ। वेलकम छ अर्को नयाँ भ्लगमा हाम्रो अनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। हामी पनि एकदमै ठिकै छौँ र म पनि ठिकै छु। अनि आजको मौसम रहेको छ एकदम रमाइलो रहेको छ, रमाइलो छ, घाम लागिरहेको साथीहरू। अनि नयाँ हुनुहुन्छ भने च्यानलको सब्सक्राइब गर्न नभुल्नु होला कति पनि, र एकदम सेयर गर्नु अनि लाइक कमेन्ट अनि जति सक्दो सेयर गर्नु है त साथीहरू। अनि आज साथीहरू हामी आज दिदीको छोराको बर्थडेमा जाँदैछौँ यी बाबु अनि म अनि रेडी भएर जाँदैछौँ। अनि हामीले भनेछौँ कि हामी आउँदैन भनेर, अब जाऊँ है, दिदीको रियाक्सन कस्तो हुन्छ हामी एक्कासी जान्छौँ है त सरप्राइज दिन। साथीहरू हामी यहाँबाट हिँडिसक्यौँ, अब हेरौँ दिदीको रियाक्सन कस्तो हुन्छ। अनि यहाँ मेरो छोरो हुनुहुन्छ, यहाँ दाई अनि दाजु भएर हामी जाँदैछौँ र दिदीको रियाक्सन कस्तो हुन्छ। साथीहरू हामी फाइनली आयौँ, अब हेरौँ दिदीको रियाक्सन कस्तो हुन्छ है त। दिदीको पिजी आइयो र हामी आइसक्यौँ है फाइनली। रियाक्सन यस्तो छ।